जा विदेश। यो गाउँमा बस्नेको भन्दा विदेशमा भाडा मास्नेको धेरै इज्जत छ यो ठाउँमा। दुःख जहाँ गए पनि दुःखै छ हजुर। विदेशमा गएर पैसा कमाएर सुख पाउँछ भन्ने होइन हजुर। अब तैँले त जे भन्दा पनि भनी, अब विदेशमा गएर टन्नै पैसा कमाएर आइहालिस्। अब अरूलाई त जा भन्दा पनि भयो, नजा भन्दा पनि भयो, होइन? त्यही त भनेको त। उता देखिनुहोस् फेसबुकमा हाम्रो खैरे दादा गाडीको अगाडि टक्कसँगले कालो चस्मा कालो जुत्ता लगाएर हिरो यस्तो उभिएको। हो मैले पनि त देखेको छु फेसबुकमा होइन। त्यो फोटोमा मैले पनि कमेन्ट गरिदिएको छु। मैले सेयर गरेर देखेको नि त झ्याक्नेले। मैले त्यो पैसा कमाएको देख्दाखेरि चाहिँ विदेशमा चाहिँ पैसा कमाउनु जाँदा क्यालकुलेटरै बोकेर जानुपर्छ जस्तो बुझेँ मैले। तपाईँ जानुभएको छ र विदेश हजुर? अब त्यो त मैले फेसबुकमा देखेको नि। फेसबुकले झुटो बोल्छ र? फेसबुकले झुटो बोल्दैन होला हजुर, तर पुरा सत्य पनि बोल्दैन नि हजुर। किन र भैया, विदेश त राम्रो हुँदैन जस्तो कुरा गरिस् त। राम्रो त हुन्छ हजुर, तर देखेको जस्तो सजिलो चाहिँ हुँदैन नि हजुर। फेरि यो भैया सुरु भयो। सुरु भयो होइन हजुर। त्यो फोटोमा गाडी त देखिन्छ तर गाडीको लोन देखिँदैन। त्यो फोटोमा चस्मा लगाएको देखिन्छ तर चस्माभित्रको आँसु देखिँदैन हजुर। त्यो फोटोमा हाँसेको देखिन्छ तर राति घरलाई सम्झेर रुको चाहिँ देखिँदैन नि हजुर।